जब तपाईँहरूले जप्नी गरिरहेको छैन तब आमाहरूले जप्नुहुन्छ यसो धारामा यसो म देख्छु कहाँ कहाँ जाँदा यसो 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 गरेर छर्किँदा पनि देख्छु के अरे आमा भन्दा जब गरे बाबु भन्नुहुन्छ गर्न नजाँ त त्यही हो हेरी जब गर्दाखेरिमा यो हाम्रो प्रत्येक हातको औँलोमा तिनवटा घेरा छ हेर्नु त छ कि छैन यहाँनिर घेरा सबैको हुन्छ त्यो अनि यो घेरा छ यसलाई साइली औँलो भन्छ यसलाई कान्छे औँलो भन्छ यसलाई माइली औँलो भन्छ यसले के चोरिया भरौ चोरी औँलो भन्छन् अनि यसलाई बुढी औँलो भन्छन् बुझ्नुभयो यो साइली औँलोको माछामा यो बुढी यो हात जान्छ कि जाँदैन हामी सबैको यो बुढी औँलो जान्छ हो त्यहाँ लाँदाखेरिमा ओम नमो भगवते वासुदेवाय भन्नु एक त्यही भइहाल्छ बुझ्नुभयो अनि सर्लको यसैलाई तल्लेर झार्नु यो बुढी औँलोलाई 2 भयो अनि यहाँ कान्छे औँलोको पुछारमा 3 भयो माझ्जामा 4 भयो सिरानमा 5 भयो अहिले साइली औँलोको सिरान गर्ने थिएन 6 भयो अनि यो माइली औँलोको यो सिरानबाट 7 भयो त्योभन्दा मुनिबाट 8 भयो 9 भयो 10 भयो यो चोरी औँलोको पुछारबाट माथितिर लान हुँदैन भन्छन् अनि यो देब्रे हातको पनि त्यही हो 10 अनि 100 अनि 108 चोटि जप दियो भने भगवान् पनि खुसी हुने हाम्रो पनि शरीर शुद्धि हुने हुन्छ किन त 108 भन्दाखेरिमा 108 को योगफल कति हुन्छ भन्दा 9 हुन्छ 9 भन्ने कुरो जहिले पनि 9 को 9 हुन्छ तपाईँ हामीले गुणन पढेका छौँ त्यो गुणन पढ्दाखेरिमा तपाईँहरू पाला के थियो प्राउड शिक्षा कि पढुर शिक्षा भन्ने के थियो एउटा पार्टीतिर खरी पार्टीतिर पढ्ने त्यो 9 को गुणन गरेर दुनोट भन्थे पहिला त दुनोट भन्थे म्याथ पढ्दा मल्टिपल भन्छ गुणन भन्छ भने त्यो 9 को गुणन गर्दाखेरिमा 9 9 हुन्छ जतिखेर पनि याद गर्नु आएकै छ किन नगर्नु सबै तपाईँ पढिलेखेकै छौँ भने 9 एकाने 9 हुन्छ 9 दुना कति हुन्छ भन्दा 18 हुन्छ अब 18 को के अङ्क आउँछ 1 र 8 आउँछ 1 + 8 गऱ्यो भने कति हुन्छ भन्दा 9 हुन्छ फेरि 9 त्यहाँ कति हुन्छ 27 2 7 कति भयो 9 भयो 9 चौको 36 6 3 9 भयो 9 5 45 5 4 9 भयो 9 6 54 फेरि 9 भयो 9 7 63 6 3 9 भयो 9 8 72 7 2 9 भयो 9 9 81 8 1 9 भयो 9 10 90 त्यो हिसाब गर्दै जाने क्रममा अप्सनल म्याथ पढे तपाईँ हामीले गणित पढे तपाईँ हामीले cos थीटा बराबर v थीटा sin थीटा के थीटा भनेर पढेको थियौँ बेलामा यो बोर्डिङतिर आउने शिक्षामा जब त 0 मिल्नमा आयो भने चटचट काटिनुपर्छ अहिले हिसाब गर्दा अब आमाहरूको पालालाई कहाँ पाउनु अब यो रामा धुना टपरी के थियो है राणा पुरुषोत्तम भगवानको करिबन 55 सालबाट उता जन्मिया मान्छे चाहिँ एउटा स्वर्णिम युगै जन्मिया मान्छे हो त्योभन्दा यता दुःखै थियो अब हामीले थाहा पाएसम्म हामी करिबन 60 को मान्छे यता कुरा गरेर पत्याउनुहुन्न होला तैपनि 55 सालभन्दा यता खासै सुखको समय थिएन जति भन्थ्यो भने 55 सालबाट उता लागिसकेपछि अनि धेरै प्रकारका सेवा सुविधाहरू सबै कुरो बढ्दै गरेको छ भने 108 चोटि जप्दाखेरिमा 9 पूर्ण हुने भएर वर्षमा कति यो कोण नाप्दाखेरिमा पनि 360 डिग्री कोण भन्छौँ 6 3 9 हुन्छ 360 को आधा कति हुन्छ हिसाब गर्नु त 180 हैन 360 को आधा हैन 90 हुन्छ कहिले रात भर लाग्छ राणा पुरुषोत्तम भगवानको कति हुन्छ त यो 360 को आधा 180 त हो नि सर 180 हुन्छ हो नि त 180 को पनि योगफल कति हुन्छ 1 + 8 9 हुन्छ 180 को आधा कति भयो 90 होइन त 90 मा पनि कति भयो भन्दा 9 भयो 90 को आधा कति हुन्छ 45 5 4 पनि 9 भयो 45 को आधा 22.5 त्यस्तै होला 2 + 2 4 4 + 5 9 भयो यसरी भने यसरी मिलाउन आछ त्यो 21 चोटि भन्दा तल चाहिँ नजप्नु अरे सकेसम्म 21 कटाएर छोडिदिनु ओम नमो भगवते वासुदेवाय भन्नु 21 चोटि के हुन्छ भने तपाईँले सोध्नुभयो यहाँ सुन्नुहोस् है त पुराण पुरुषोत्तम भगवानको जय भक्तवत्सल भगवानको जय यो कुरा चाहिँ दगुर्दै गर्न हुँदैन सुन्नु है भक्तवत्सल भगवानको जय खादन गच्छामि असन्न जलपे गतं स्न शोचास्मि वरं न चिन्तयेत् भोज भवामि मूर्खे यो 3टा कुरा भयो भने चाहिँ मूर्ख भइन्छ अरे कुन त भन्दा खादन्न गच्छामि खाँदै चाहिँ दौडिन हुँदैन अरे है सुन्नुभयो यहाँ हुन्छ खादन्न गच्छामि खाँदै दौड्यो भने त्यो मूर्ख हुन्छ अरे हसन्न जल्पे भनेको बिना सिद्धिकमा हाँस्यो भने त्यो पनि मूर्खै हुन्छ अरे भन्नुभयो पुराण पुरुषोत्तम भगवानको
अनि गइसकेको कुरा लिएर चिन्ता गरिरहनु त्यो पनि मूर्ख नै हुन्छ। द्वाप्यम तृतीयम, दुईजना बसिरहेको बिचमा नसोधिकन बस्नु हुँदैन, त्यही भएर कहिले पनि त्यो पनि मूर्ख नै हुन्छ। दुईजना बसिराखेको बिचमा बस्दिन हुँदैन, खाँदै हिँड्न हुँदैन, मन्त्र जप्न दिनभरि दौडे पनि सुते पनि हुन्छ। आमा यहाँ लेखेको छ है, त्यही भएको कारणले गर्दा दौडिँदै जपे पनि मनले जपे पनि सकेसम्म 21 चाहिँ मन्त्र जप्नु मजाले। 365 हुन्छ कि यता पनि टिकटक हेरिरहने ओम नमो भगवते वासुदेवाय भनिराख्ने भयो, यता हेर्नु पाइयो है। भक्तवत्सल भगवानको पुरुषोत्तम भगवानको। यसरी मन्त्र जप्नु, मन्त्र जपिसकेपछिलाई अनि उदाउँदो सूर्यनारायण भगवानलाई अर्घ दिनुपर्छ। अर्घ दिने बेलामा जब चुच्चे अर्घ नभए हात अञ्जुली लिएर भए पनि सूर्यनारायणलाई सूर्यलाई अर्घ दिएपछि बिहान पानी टप्पै बन्द भएको थियो, त्यो अर्घ दिएपछि हो है। पुराण पुरुषोत्तम भगवानको। अनि सूर्यनारायण भगवानलाई अर्घ पानी प्रदान गराउनु, अनि आफ्नो घरमा आएर देवतालाई आरती गर्नुपर्छ। आरती भनेको जहिले पनि तपाईँ हामीले आरती